हेलो साथीहरू, नमस्ते, गुड आफ्टरनुन। अनि म चाहिँ आफ्टरनुनदेखि अहिले चाहिँ भिडियो बनाउँदैछु। अघिसम्म चाहिँ म भ्याइनँ, किन भन्दा फर्सीलाई पानी लगाउँदै थिएँ। अन्त पानी लगाउँदाखेरि चाहिँ अप्ठ्यारो हुन्छ नि त, एकपट्टि पाइप पक्रिनु पर्यो, पानी मिलाउनु पर्यो, अन्त त्यो भएर चाहिँ अप्ठ्यारो हुन्छ नि त। अन्त फोन कसरी पक्रिनु होइन, त्यो भएर चाहिँ मैले अघिसम्म चाहिँ भिडियो बनाइनँ। अन्त अब चाहिँ यसो प्याज कुट्दै गर्दाखेरि चाहिँ बनाउनु पर्यो भनेर चाहिँ अनि बनाएको। मेरो चाहिँ प्याजबारी चाहिँ यस्तो छ। अन्त प्याजको डेली चाहिँ मैले साग रोपेको छु हो। साग चाहिँ ठुलो छ। अस्ति पनि मैले लाइभ भिडियो गरेको थिएँ सागको हो। अन्त त्यो चाहिँ माथितिर हो, माथिल्लो बारीमा, त्यहाँ चाहिँ मैले साग मात्रै रोपेको छु हो। अन्त यहाँ चाहिँ मैले साग सँगसँगै के रोपेको छु भन्दा प्याज रोपेको छु। तपाईँहरूले देख्दै हुनुहुन्छ होला होइन प्याज। अन्त यस्तो छ हो। अन्त यो चाहिँ मैले गोड्दै गरेको, यता गोड्दै गरेको। यसरी चाहिँ प्याज लडाउँदै गोड्नुपर्छ नि त, अनि राम्रो हुन्छ हो। त्यो भएर चाहिँ मैले लडाउँदै गोड्दै गरेको। यति चाहिँ मैले गोडिसकेँ हो। अब रह्यो यति, अन्त यो पनि म गोडिहाल्छु। अन्त अहिले भेटौँ। चाहिँ गोडेको देखाउँछु है, चाहिँ यसरी गोड्दैछु होइन।